हुर्काएको मेरो बुढो पनि यी मरेको आफू पनि यी मरौँ भनेको मेरो युदिमा थापा मगर 40 वर्ष भयो यहाँ बसेको छोराछोरी नै सानो सानो आएको यहीँ नै जन्मेको यतै खै लाल पूर्जा दिन्छु भनेर यसपालि घन्टीमा दिएको भोल उठाउने उठाउने भनेर रातभरि दिनभरि नै निन्द्रा लागेको छैन मलाई त झन् ठग्यो त यो पालि हजुर ठग्यो अब के गर्ने के नगर्ने थाहा छैन भनिसक्दा यहीँ मरौँ भनेको आफ्नो बुढो पनि यहीँ मरेको बल्ल बल्ल ऋण गरेको घर बनाएको उठाउने भन्छन् होइन हामी त आफैले रोकेर बसेको यहाँ कुमार थापा हुनुहुन्थ्यो त्यहाँ जग्गा बेच्नुभयो अनि बस हाम्रो डाँडामा अहिले नि छ भन्नुभयो अनि उहाँ मालहट्या अघि दाइले भन्नुभयो नि त्यही हो मालहट्या जान्थ्यो ठुलो चौरी छ त्यहाँ अनि हाम्रो बुढो जानुहुन्थ्यो राति बिहान दिउँसो गाड्नुहुन्थ्यो किरा राति बिहान गए पनि छैन कसले लगिदिन्छ त्यो बाँसको किला र अनि कति वर्षमा बनाएको यो घर त्यो पनि मलाई थाहा छैन हौ बसाइ त 40 वर्ष भयो अनि बल्ल बल्ल यहाँ चाहिँ टुङ्गो लगाइदिनु भयो र यहाँ मजाले गर्दा यस झुप्रेमा बसेको थियो यसपालि बल्ल बल्ल घर बनाएको मन त ऋण लागेर 5 लाख रुपियाँ ऋण लिएको छु ब्याङ्कको उठाउने भन्दैछन् त्यही पनि पिर लाग्यो कति गयो 12 लाख लाग्यो हजुर हजुर भयो 1 महिना फागुन 29 गते सरेको अब के गर्नु रातभरि निद्रा नलागेर जे त होला नि भन्यो हामीलाई त यहीँ भरसक्दो नउठाए हुन्थ्यो यहीँ राखिदिए हुन्थ्यो भन्ने विचार छ नि हामी त नम्बरी चाहिँ होस् फ्रीमा दिनु पर्यो नि अब के गर्ने हामी त कहाँबाट ल्याउनु त पैसा हुनु पर्यो कता बनाउनु कता के गर्नु छैन हाम्रो मेरो त बुढाकै थिएन अर्का घरमा बसेर पढ्नुहुन्थ्यो अरे हली बसेर अनि पढ्दा मलाई बिहा गर्नुभयो अनि छोराछोरी भयो यी नातिना भयो यही ठाउँमा उहाँ पाहाडमा हाम्रो बुढोको पाहाड उहाँ हो क्या अरे के भन्छ फतेपुरदेखि उता माडीबासतिर कता हो पनि थाहा छैन त्यो न बुढाको न आमाले दुध खानु पाइनँ मैले त भन्थ्यो हाम्रो बुढो अनि खस्नु भएको पनि 11 वर्ष भयो टुरा हो मेरो बुढो त बाबुआमै थाहा नभएको दिदीहरू पनि बगाएर गयो अरे अनि भान्जीहरू चाहिँ खै कहाँ छन् हो थाहा छैन हाम्रो बुढाको 3 पुस्ताको छैन 2 पुस्ता त छ हामी थाहै छैन बुढालाई बाबुआमा कस्तो छ कुन रङको थियो दुधै खानु पाइनँ भने चाहिँ हाम्रो बुढो त झन् अनि टुरा केटा हो टुरा हो न कसले पालेर मलाई बिहा गरेर अनि त्यतिकै बच्चा भयो सरकारले यो ठाउँभन्दा अर्को अझ राम्रो ठाउँमा व्यवस्थापन गरिदियो भने कस्तो हुन्छ खोइ अब के गर्न साथीहरू यतै छन् हाम्रो गाउँको नछुटोस् एकै ठाउँमा लैजाओस् भइहाल्छ नि त पहिलादेखि नै यहीँ बसेको सानैदेखि नै अब बच्चाहरू पनि मान्दैन कुन ठाउँमा जानु र अब मर्ने बेलामा नजिकै यता खोला छ बुढी खोला छोराहरूलाई पनि लानु सजिलो हुन्छ